अथर्वेद होने रहे हैं अथर्वेदाय नमो नमः याद सुमनस वंदित सुंदरी माधवी चंद्र सहोदरी हेममयी मुनिगण वंदित मोक्ष प्रदायिनी मंजुळभाषिणी वेदनुते पंकजवासिनी देव सुपूजित सद्गुणवर्षिणि शान्तियुते जय जय हे मधुसूदन कामिनी आदि लक्ष्मी जय पालय ऐकलि कल्मषनाशिनि कामिनि वैदिकरूपिणि वेदमये क्षीरसमुद्भव मङ्गलरूपिणि मन्त्रनिवासिनि मन्त्रनुते मङ्गलदायिनि अम्बुजवासिनि देवगणाश्रितपादयुते जय जय हे मधुसूदन कामिनि धान्यलक्ष्मी जय पालय माम् जय वरवर्णिनि वैष्णवि भार्गवि मन्त्रस्वरूपिणि मन्त्रमये सुरगणपूजित शीघ्रफलप्रद ज्ञानविकासिनि शास्त्रनुते भवभयहारिणि पापविमोचनि साधुजनाश्रितपादयुते जय जय हे मधुसूदन कामिनि धैर्यलक्ष्मी जय पालय माम् जय जय दुर्गतिनाशिनि कामिनि सर्वफलप्रद शास्त्रमये रथगजतुरगपदादि समानुत परिजनमण्डित लोकनुते हरिहर ब्रह्म सुपूजित सेवित तापनिवारिणि पादयुते जय जय हे मधुसूदन कामिनि श्रीगजलक्ष्मी पालय माम् ऐकगवाहिनि मोहिनि चक्रिणि रागविवर्धिनि ज्ञानमये गुणगणवारिधि लोकहितैषिणि सप्तस्वरवरगाननुते सकलसुरासुरदेव मुनीश्वर मानव वन्दित पादयुते जय जय हे मधुसूदन कामिनि सन्तान लक्ष्मी पालय माम् जय कमलासनि सद्गतिदायिनि ज्ञानविकासिनि गानमये अनुदिनमर्चित कुङ्कुमधूसरभूषित वासित वाद्यनुते कनकधरा स्तुति वैभव वन्दित शङ्कर देशिक मान्यपते जय जय हे मधुसूदन कामिनि विजयलक्ष्मी जय पालय माम् प्रणत सुरेश्वरि भारति भार्गवि शोकविनाशिनि रत्नमये मणिमय भूषित कर्णविभूषण शान्ति समावृत हास्यमुखे नवनिधिदायिनि कलिमलहारिणि काम्यफलप्रद हस्तयुते जय जय हे मधुसूदन कामिनि विद्या लक्ष्मी पालय माम् धिमि धिमि धिं धिमि धिं धिमि धिं धिमि दुन्दुभिनाद सुपूर्णमये
मधुसूदन कामिनि श्रीधनलक्ष्मी पालय माम् जय जय हे मधुसूदन कामिनि श्रीधनलक्ष्मी सूर्यको माथि गएर कडाइन्दा अब यहाँ माथि हेर्दै हजुर सूर्यमाथि चढ्ने नि लावता स्वाहा यमुनारि दशवभात्रे गद्रभो सोम यागच्छ यातिष्ठा यावदुजा करोमि तावतं सुस्थिरभव सुवर्धन सुवर्धनव अब त्यसपछि मङ्गल लिनुभयो मङ्गल अथवा भौ हुन्छ बिचमा थाकी चारि पक्रिन वान भरवाता मन्दिरे सदोभा भारत गद्र भो भो भव यागच्छ या दही क्या पुजारीको दही ल्याऊ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनात् मृत्योर्मुक्षीयमामृतात् ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनात् मृत्योर्मुक्षीयमामृतात् त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनात् मृत्योर्मुक्षीयमामृतात् ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनात् मृत्योर्मुक्षीयमामृतात्
त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनात् मृत्योर्मुक्षीयमामृतात् ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनात् मृत्योर्मुक्षीयमामृतात् यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनात् मृत्योर्मुक्षीयमामृतात् ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनात् मृत्योर्मुक्षीयमामृतात् हामीले नसुनेका हाम्रा सबै पितृहरू हजुरबा हजुरतीबाट आएर बसिदिनु होला 21,000 श्लोकले युक्त भएको श्रीमद् भागवत महापुराण श्रवण गरिदिनु होला हामी भावी सन्ततिको आयु आरोग्यता धनधान्य हामीलाई हजुरहरूको उद्धार गरेका छौं हामीलाई आशीर्वाद दिनुहोस्
मृत्योर्मुक्षीयमामृतात्। ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्। उर्वारुकमिव बन्धनात् मृत्योर्मुक्षीयमामृतात्। अनं ददं दं दं दत्तानदं ददानं दं ददानं ददा अनं ददानं 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 ददा। ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्। उर्वारुकमिव बन्धनात् मृत्योर्मुक्षीयमामृतात्। ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
भ्रष्ट भयो माथा छुट्यो हेर क्षमा गरिदेऊ परमेश्वर इमानी पुष्पानी मनोहरानी ठुला ठुला मगरवानी कल्पादवानी वरानी रानी पुष्पादमे धरायनियम नाना पुष्पानी राजवानी पुष्पांजलमे अदत्तज्ञान परमेश्वर समर्था जीवाय नमो नमः तुलसी पत्रं समर्पयामि नाथाय कृष्णाय आरती बाल्नु त ल विचार आरती बाल्नु त सिधै धेरै पर्दैन ल त आरती नभयो आरती बाल्नु पर्यो ल त Andalai akadini Jai Ganesha Jai Pitama Uthaka Devta आफ्नो भोलिलाई चाहिन्छ खै गणेशजी यहाँ आउनुहोस् ए अक्षता ल्याउनु हामीलाई तीनजनालाई तीनजना जतिको लाउनु पर्छ कर्ताहरू एकजनाले आरती लिइसकेपछि कसैले लिनुहुन्न है गुरु ए गुरु कसैले आरती आफूले लियो भने आरतीले अरूतिर भगवान म देखिन चाहन्न मम्मीलाई आमालाई खेलाउन यो त पनि क्यामेरा आउने रे छिटो आउने गरेर फेरि भरे रमाइलो छिटो गरेर आउने गरेर 1 घण्टाका लागि रेकर्डिङ बसेन भन्नुभयो ए बाबुको बाबा म यी दुईटा केटाहरूको कान्छु अङ्कल
अहिले यहाँ भन्दा अहिले यो किन फेरि फर्केर आउनु स्वागत छ एकदम रमाइलो गर्नुहोस् कसका बजाएर त यी बाजा भनेर भन्ने बनाइदिनुहोस् यही छ हाम्रो आज कर्ताहरूले मनिसको पञ्चकपि मागेर खानुहोस् नमस्ते मङ्गलम भगवान शिव हाम्रो बाबुहरूको कामना गर्दै हाम्रो यस स्थानमा पुनः साथ दिनुहुनेछ भन्ने पुनः आशा साथ हाम्रो कार्यक्रम अघि बढाउन चाहन्छु। सबैजनाले लामा फुलेर कहिल्यै पनि मन नजाओस्। भगवान विष्णु हाम्रा छोरा हुनुहुन्छ, हाम्रो पनि कल्याण गरिबक्सियोस्, हाम्रो अर्चना वन्दना निवेदन सुनिधि बक्सियोस्, हाम्रो भक्ति आस्थादेखि मेरो भगवान सबैको कल्याण गर्ने भगवान हाम्रो परिवारको पनि कल्याण गरिदिबक्सियोस् भनेर खुलेर हात जोड्नुहोस्, भगवान विष्णुको प्रार्थना गर्नुहोस्। वन्दे लोकको कल्याण गर्ने हाम्रो सपरिवारको पनि हजुरले कल्याण गरिबक्सियोस्। अब त्यो माटाको भुँडको अरू भुलो आइन्छ। अब केही तीर्थानी देवा सर्वतै थिता त्वयि तिष्ठन्ति त्वं च प्रजापति त्वयि तिष्ठन्ति सर्वेऽपि एत गुरुदेव सप्रसन्नो भव सर्वदा। सर्वशास्त्रं यो माइक भन्दा त्यतिकै भन्दा बुझिन्छ त प्रकाशेन मनोज्ञानं विनाशाय मनोरथो मदीयोऽयं सफलं मामु सर्वणं यज्ञ परित्रं गुरु माधव लहोत्यान सपतसा तथे सफला भक्ति भवे करुणा भगवान विराजो दासो तव देशव जन्ति भवे जन्म जन्मनि श्रीमद् भागवतो व्याख्यां कराभ्यां कामिभ्यां प्रणामो साङ्गरुद्रते नमः पादयो कृपा भाव्यं संसार समुद्रमयनां नमो नमस्ते ऋषिकेश्वराय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते
सनातनी धर्मको जय जय राधे श्याम। ध्यान दिनु परिवारले निमन्त्रणा गरेर हजुरहरूलाई स्वागतको गेट बनाएका छौँ। त्यही गेटलाई जोडेर दिएर कताको ध्यान भङ्ग गरेर त्याग पनि छ, तपस्या पनि छ। ध्यान उतापट्टि डोको छ, त्यही रात प्राणको यज्ञ स्थलमा प्रवेश गर्नुभयो। अश्वमेध यज्ञ गरेको फल हजुर मैले सप्ताह भने नि हाम्रो यो 7 दिनको संविधानमा थियो। त्यसै तल चिया छ रोडवाला पनि यसमा चाहिँ त्यो पुण्याहं भवन्तु पूर्वन्तु ओम पुण्याहं आद्यादि पुरतारित सिद्धिरस्तु गिरिजनस्य गोत्रतना अष्टनगृहे एकः करोस्ति भवन्तु पूर्वन्तु ओम स्वस्ति भवन्तु पूर्वन्तु ओम स्वस्ति छोडिदिनुहोस् फेरि अर्को कुसुट कुरा सही जल्द मान्नु रिद्धिं भवन्तु पूर्वन्तु ओम ओम वृद्धिं भवन्तु ओम वृद्धिं भवन्तु पूर्वन्तु ओम भागवत वर्ष सम्झ एकः कर्मणि बनेको हो कल्याणं भवन्तु पूर्वन्तु ओम ओम जते मावाच कल्याणे मावदानि मम गृहे एकः कर्मनिमित्तकः भो ब्राह्मणः ओम शान्तिं भवन्तु पूर्वन्तु
एउटा फोटो खिच्नु दाहिने कानमा यसरी समाउँछ बुझ्नुभयो यता ध्यान दिनु एउटा कुण्डमा राख्यो दुईटै कुण्डमा हुन्छ भाइले फेरि आइस देवाय गो ब्राह्मण जगदीताय कृष्णाय गोविन्दाय नमो नमः पितृमुक्ति मधु भवः बिना तिम्रो र मेरो पहिलाको फोटो र अहिलेको फोटो हाल्ने Hare Govinda, Hare Narayana, Hare Keshav, Hare Govinda, Hare Narayana, Hare मेन पनि रहेछ कि दुईटै घुमिएर त बिच अब कहाँ जानु हो भनेको यस्तो छोडेर होइन यो कति राम्रो संस्कार छ हाम्रो Ready, 1, 2, 3. नाति पलातीहरूले हेर्नु न हाम्रो यस्ता थिए मान्छे भनेर पुरानो मान्छे चिन्नुहुन् क्या त्यो सानो नातिले अन्त
बाबुहरू मध्ये तपाईँहरू मध्ये जो सुन्नुभयो नि एकजना पर्दा यहाँ आउनु बाबु लौडीला के प्यारे आओ रे हमारे गोकुल के प्यारे आओ रे चोरे केशव हरि गोविंद हरि नारायण हरि केशव हरि गोविंद हरि नारायण हरि केशव हरि गोविंद हरि बाबू किन बाबू बाबू किन हरि सुंदर मलाई पुष्पले निवेदन गराउँछ जन्मनी तुसी भूयानाथ पुरस वराभ्याम दारुकृपा पाप्याम च परस्परम भागवत आफ्नै सुरुवातको समग्रहरूले बोलिए ऋषिहरूको षष्ठम स्कन्द भागवतको हरि 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 भनेपछि अनि मण्डपमा चढाउने स्वामी भन्नुहुन्छ हेरादम अब यो श्रीमद् भागवत राजाहरूको कथा ऋषिहरूको कथा आउँछ जे महात्मा भन्ने छ त्यो महात्मामा धुन्धकारी कसरी महात्मामा भगवानका यस उनले सोचिन् विचार गरिन् ओहो फल खायो भने कि छन् गर्भवती भयो भने कि छन् पेटमा टालाटुटी गाँसेर पेट बढाउँदै स्तनमा धुरा टालाटुटी राखेर बढाएर नाटक गरेकी छन् बहिनीलाई पछुकी नेताले चापे उनलाई पनि चापेको नाटक गरे अपेक्षा हो होइन म प्रियजनमा जन्म लिएको छु मधुरम
जानै नहुने उहाँ गएर गर्नै नहुने हो नत्र भने पार्टी कार्यक्रम गइन्थ्यो ठाउँ चाहिन्छ हामीले हप्पुडेर बनाएको कारणले भनेर बनाउनु अब उनी आइदिन्छ एउटा व्रतबन्ध एउटा त्यसरी नै बिना शङ्कर बिनाको यज्ञ कुनै हालतमा सफल हुँदैन हामीले पनि श्रीमद् भागवत महापुराण श्रवण गरिरहेका भगवान् शङ्करको अनि हामीले स्थापना गरेका छौँ भगवान् शङ्करले पनि हामीले जति निमन्त्रणा गर्यौं यहाँ आउनु पाउनुभएका र आज लिएर आएको भक्ति हरेक घर फर्केर लिएर आएको भक्ति जानी भनेको जानी बेलामा त्यही भक्ति जानी हो अरू
भवती भिक्षाम देहि हेलो माया भिक्षा दिनुहोस् ल मानो पनि दिनुहोस् त मानो दिँदा छुनुहोस् उठिँदा दिँदा नपोखिदिनु होला है सकभर है अब सबै आमाहरूले मुठी आफै ल हजुरआमाले दिनुहोस् अनि सबै आमाहरूले छुनु मानु दिनु नेपाल
खाना खोज्छु भक्तवत्सल भगवान को लंबोदर गणेश को हरे गंगाय नमो नमः गंगाय नमो नमः गंगाय जय बोलो राधा कृष्ण भगवान को जय बोलो श्याम सुंदर भगवान को मामाहरू त जानु ज्ञान गरौँ क्यामेरामा भएन आँखा बन्द आयो घरी घरी कसलाई मानौ आफ्नो प्रभु घरी घरी
हे बाबु द्वापर युग र त्रेता युगका राम र कृष्ण थिए द्वापर युग र त्रेता युगका राम र कृष्ण थिए अन्यायको विरुद्धमा लडे न्याय दिलाई दिए राम राम बोला दिल खोला तिमीलाई राम्रै होला 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 राम राम बोला दिल खोला। हे को हुन् तनि ब्रह्मा विष्णु को हुन् महेश्वरा को हुन् तनि ब्रह्मा विष्णु को हुन् महेश्वरा प्रभुको दर्शन पाउनको लागि के गर्नु पर्ने हो र कहाँ छन् प्रभु थाहा छैन दर्शन भेट्वा छैन 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 कहाँ छन् प्रभु थाहा छैन। हरि हे बाबु ब्रह्मा विष्णु महेश्वर नाम थरी थरी ब्रह्मा विष्णु महेश्वर नाम थरी थरी आखिरीमा बुझेर ल्याउँदा एउटै रहेछन् हरि हरि बोला दिल खोला पक्कै भेटा होला 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 हरि बोला दिल खोला। हे कहाँ छन् हरि कस्ता छन् त कसरी भेट हुन्छ कहाँ छन् हरि कस्ता छन् त कसरी भेट हुन्छ हरिको दर्शन नपाउनाले मेरो यो मन रुन्छ मनमा पीडा नपरे जपिँदैन हरे 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 मनमा पीडा नपरे। हे बाबु मनुष्यको 2 दिने चोला रहेछ मानचित्र मनुष्यको 2 दिने चोला रहेछ मानचित्र हरि त बसेका हुन्छन् बाबु सबको मनभित्र बाहिर खोज्दैन हिँड मनका हरि छिन 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 बाहिर खोज्दैन हिँड। हरि हे हरि रहेछन् सबको मनमा धनी गरिब किन हरि रहेछन् सबको मनमा धनी गरिब किन म त सोध्छु प्रभुसँग जाउन बाबा हिँड कहाँ छन् प्रभु छन् कस्ता गरेनन् हामीलाई वास्ता 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 कहाँ छन् प्रभु छन् कस्ता गरेनन्
ए बाबु त्यतिकै हरि भेटिँदैनन् गर्नुपर्छ ध्यान त्यतिकै हरि भेटिँदैनन् गर्नुपर्छ ध्यान प्रभुकै निम्ति अर्पण गर्न सक्नुपर्छ ज्ञान हरि हरि बोल दिल खोल हरि जाने झोला 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 हरि हरि बोल दिल खोल हरि हरि हे कोहुन तनी मनका मना कोहुन पशुपति कोहुन तनी मनका मना कोहुन पशुपति मनका हरि किन जागेनन् भइसक्यो यो गति कहाँ गएर के गर्नु भयो नि लाज मर्नु 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 कहाँ गएर के गर्नु ए बाबु जन्मेपछि मर्नु पर्ने यही छ हाम्रो संस्कार जन्मेपछि मर्नु पर्ने यही छ हाम्रो संसार चल्नु पर्छ हेर बाबु परम्परा अनुसार विश्वासैमा संसार चल्दछ वरपर 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 विश्वासैमा संसार हरि हरि हे जन्मेपछि मर्नु पर्ने इच्छा स्वर्ग जाने जन्मेपछि मर्नु पर्ने इच्छा स्वर्ग जाने कसले हो त कुन बाटो मरेपछि स्वर्ग लाने नढुङ्गा छ नमाटो स्वर्गमा जाने बाटो 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 नढुङ्गा छ नमाटो हरि हे बाबु बनाऊ बाबु पाटी पौवा देउ गरिबलाई खान बनाऊ बाबु पाटी पौवा देउ गरिबलाई खान सजिलो हुन्छ मरेपछि वैकुण्ठमा जान स्वर्गमा जाने हौ भने बाटो यस्तै खरे 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 स्वर्गमा जाने हौ भने हरि हरि हे सम्पत्ति नै खर्च गरे कमाइने धर्म सम्पत्ति नै खर्च गरे कमाइने धर्म कसले बुझ्छ खै त बाबा गरिबको मर्म ईश्वर छन्दैला छैन गरिबको दिन छैन 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 ईश्वर छन्दैला छैन गरिबको दिन छैन
हरिको नाम जप्दै गरे आउँछ एक दिन पालो हरिको नाम जप्दै गरे आउँछ एक दिन पालो गर्न हुन्न ईश्वर प्रति कसैले मन कालो 84 मा परिन्छ जन्मेसी मरिन्छ 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 84 मा परिन्छ बाबु ए कसले भोग्यो 84 जुनी कसैलाई थाहा छैन कसले भोग्यो 84 जुनी कसैलाई थाहा छैन मैले भोगे यस्तो रहेछ भन्न कोही आ छैन 84 के हो थाहा छैन भोगेर कोही आ छैन 84 के हो थाहा छैन भोगेर कोही आ छैन 84 के हो थाहा छैन भोगेर कोही आ छैन 84 के हो थाहा छैन भोगेर कोही आ छैन 84 के हो थाहा छैन भोगेर कोही आ छैन 84 के हो थाहा छैन भोगेर कोही आ छैन 84 के हो थाहा छैन भोगेर कोही आ छैन 84 के हो थाहा छैन हरि हे बाबु कहिले पंछी कहिले जीव जन्तु कहिले मानिस हुनी कहिले पंछी कहिले जीव जन्तु कहिले मानिस हुनी जन्म मृत्यु सुख दुःख हो 84 जुनी 84 मा परिन्छ अवश्य मरिन्छ 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 84 मा परिन्छ हरि हरि हे न त सके बाटो खन्न न त शब्द लाउन न त सके बाटो खन्न न त शब्द लाउन गरिबीको कारणले सकिन ईश्वर पाउन मनले जपि नहुने आउनु छ धनकै ढोने 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 मनले जपि नहुने हरि हे बाबु मनले जप ईश्वरले भन्दैनन् यो गर मनले जप ईश्वरले भन्दैनन् यो गर हरि हरि वाक्य जप्दैमा केरिन लाउने छार हरि हरि भजे तरिन्छ अवश्य मरिन्छ 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 हरि हरि भजे तरिन्छ अवश्य मरिन्छ
क्या कर्चाहरू यसो जान पाएको हुन्छ कि हरेश Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
Latino.
हाँसेको मान्छे बोल्न हाँस्छ फेरि एकचोटि है
हामीलाई क्लियर खासमा यही लाग्छ। Thank you.